अरे कता लागेछ रे मेरो दाजु बिहान 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 कता लागेछ भनेर सायद बिगार्छस् शुभ कार्यमा जान लागेको नि मलाई भैया माफ गर्नुहोस् दाजु पक्कै पनि तपाईँ मैदान गर्न जानु लाग्यो होला त्यो पनि शुभ कार्य नै हो ठुक्क तैँले के सोचिस् घसे मेरो घरमा टोइलेट छानेर म बाहिर जानलाई अनि तिम्रो जस्तो हो र खाएर कहाँ निकाल्ने भन्ने थाहा नहुने त्यसो नभन्नुहोस् दाजु खुल्लामा मैदान गर्नुको मजा तपाईँले के छ हो नसिका मलाई मजा होइन रमाइलो हुन्छ भन्न बिहानै भोज खान बसे जस्तो लोटामा पानी लिएर बाटोमा लाइनै बसेको मैले नदेखेको हो र हेपेर नभन्नुहोस् हजुर आफ्नो बच्ची दुख्छ तपाईँहरू पनि त तल किचन हुन्छ माथि गएर मैदान गर्नुहुन्छ त्यही घरमा खाएर त्यही घरमा हग्नुहुन्छ हजुर चुप धेरै नबोल बिहान बिहान शुभ कार्य जाने बेलामा मुड खराब नगर धेरै नबोल्नुहोस् हजुर हामी त यहीँ बसिरहेको छु तपाईँ आफ्नो बाटो